Good morning guys, welcome to my another vlog. र आजको सुरुवात चाहिँ म कपुरमा छु, केटाहरूले कपुर खन्दैछ। त्यही भएर काम सघाउन आएको हो। कपुर खन्नु लागि कुन चाहिँ कहाँ खन्नु पर्ने हेर्दैछ केटाहरूले। अङ्कलहरू आउनु भएको छ। यहाँ हेर्नुहोस् है, सिंहमारी चाहिँ यस्तो देख्दैछ। सिंहमारीमा चाहिँ घर यस्तो प्रकारले उयो गरिरहेको छ, अडेको छ। हेर्नुहोस् आम्मो के लाग्दो घर हो, भिरमा पनि घर बनाएको छ। हेर्नुहोस् है, यो पहिलो बिल्डिङ चाहिँ माइला बाजेको बिल्डिङ हो। माथिको देख्दै गरेको चाहिँ एनपी कलेज। यहाँ चाहिँ कपुर। गाइस यो चाहिँ मेरो फुपूको, कल्पना फुपूको हो कपुर। यहाँ चाहिँ मेरो बाबाको। मान्छेको जन्म र मृत्यु चाहिँ कसैले पनि भन्नु सक्दैन। मान्छे जति नै जे गरे पनि मिल्नु त एक दिन माटोमै पर्छ। त्यही भएर जतिन्जेल पनि बस्नुहुन्छ मिलेर बस्नुहोस्, राम्रो काम गर्ने कोसिस गर्नुहोस्, संसारमा सबैसँग मिलेर बस्ने कोसिस गर्नुहोस्। केटाहरूले पुग्दैछ बसिरहेको छ यहाँ। अच्छा जोसेफ दा के भन्नु छ मेरो ब्लगलाई? सबैले यसको ब्लगलाई प्लिज सेयर सब्सक्राइब गरिदिनुहोस् भन्ने तपाईँलाई म विनम्र अनुरोध गर्दछु। थ्याङ्क यू दा। यहाँ शिशिर दा हो। मेरोबाट पनि त्यही छ, सबै सब्सक्राइब र लाइक गरिदिनुहोस्। नानीहरू पनि आएर टिभी हेर्दै रहेछ उहाँहरू। किन भन्दा चाहिँ भोलि छुट्टी हो यिनीहरूको। के हेरेको हौ? के हेरेको बाबु? नाम भन्ने 60 सेकेन्ड्समा A to Z इन्डियाको स्टेट्सहरु। यहाँ बहिनी चाहिँ भन्दै चाहिँ अहिले फुटबल खेल्न थालेको छ। कति दिन भयो फुटबल खेलेको? 1 हप्ता 2 हप्ता। त्यो त भयो। यहाँ चाहिँ फुटबल प्लेयर बनिन्छ अरे। फुटबल प्र्याक्टिस गर्नु जाँदैछ बिहान बिहान। हेर्नुहोस् नानीहरूको, कोही यहाँ फोनमा, कोही टिभीमा। यहाँ पुच्ची यहाँ छ। यस्तो है नानीहरू 3-3 जना घरमा। र गाइस आज चाहिँ मैले ब्लग ज्यादा बनाउनु सकिनँ, किनभने गाउँमा फ्युनरल थियो। त्यही भएर गाउँ घरमा अब सघाउनै पर्छ, हेल्प गर्नै पर्छ, किनभने यहाँ केटाहरू पनि कम्ती थियो। त्यही भएर अब गाउँको सबै मिलेर त्यो कपुर खन्नुपर्ने थियो, काम गर्नुपर्ने थियो हो। त्यही भएर गाउँघरमा अब समाजमा बसेपछि गर्नैपर्छ त्यस्तो कामहरू। त्यही भएर आज कहीँको ब्लग पनि टाढोको त हाल्न सकिनँ, अब किनभने गाउँमा पुरा काम थियो। त्यही भएर अब भोलितिर नयाँ नयाँ भ्लग लिएर आउनेछु, राम्रो राम्रो कन्टेन्टहरू लिएर आउने कोसिस गर्नेछु। र गाइस आजको लागि यति नै थियो। अब गाउँठाउँमा बसेपछि, गाउँघरमा बसेपछि हेल्प गर्नै पर्छ। कुन दिन मलाई पर्छ, कुन दिन अरूलाई पर्छ। त्यही भएर गाउँघरमा समाजमा बसेर काम गर्नै पर्छ। र गाइस आजको लागि यति नै। सबैजनालाई मेरोबाट धेरै माया र मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला। र प्लिज त्यो बेल आइकनमा पनि टक्क दबाइदिनुहोस् होला। थ्याङ्क यू, गुड नाइट।